सुजीको गुलाब जामुन घरमा सजिलै बनाउन सकिन्छ। यो सुजीको गुलाब जामुनलाई हेर्नु त, यो कसरी बनाउने भन्ने भिडियो मैले यहाँ राखेको छु। मलाई पनि साथी बनाएर यो प्लस चिन्हलाई मेटाएर भिडियोलाई अन्तिमसम्म हेरेर साथीहरूलाई पनि सेयर गरिदिनु होला ल। सुजीको गुलाब जामुन बनाउन साह्रै सजिलो छ। एउटा प्यानमा 2 चम्चा जति घिउ राखेर 1 कप जति सुजी राखेर हल्का यसलाई भुटिदिने। भुटिसकेपछि यसमा तपाईको दुध राख्नुपर्छ, पानीको प्रयोग गर्नु हुँदैन। दुध राखेर यसलाई मजाले एकछिन पकाउने। पाकिसकेपछि यतिको भइसकेपछि बाहिर एउटा भाँडामा घिउ राखेर अब यसलाई बाहिर निकाल्दिने। निकालेर यसलाई मजाले मेस्ने, एकदम मसिनरी एकदम मलिसकेपछि अब यसलाई आफूलाई चाहिए अनुसारको डल्ला तयार गर्ने। र यसरी डल्ला तयार गरिसकेपछि अब मैले यता चास्नी तयार गर्दैछु। 1 कप पानी, 1 कप चिनी र अलिकति सुकमेल। यसले असाध्यै मिठो लजिसपना आउँछ। र यसरी अघि बनाएको डल्लालाई फ्राई गर्दै रातो भइसकेपछि निकालेर चास्नीमा ढोक्नुभयो भने असाध्यै मिठो गुलाब जामुन तयार हुन्छ। हजुरहरूले पनि बनाएर खानुहोला। हस् त, धन्यवाद। सुजीको गुलाब जामुन।